हेलो एभ्रिवान, आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै आरामै छु र हैन। आज चाहिँ हामी चट्ट भात खाएर मासु भात खाएर सुनाक भएन फेरि हैन, टक्क खाएर हामी चाहिँ अब टक्क म्याच खेल्नको लागि टक्क भवन जाँदैछौँ है। टक्क अगाडि गइसकेको छन् 2-3 जना। अनि यता चाहिँ अलिकति लेभलको बन्दा आयो भन्न यता आउँदै आउनु कोही कोहीला हेर्ने सुशील मगर हेर्नु समय के र अलगै लेभलको बन्दा हाँस्न हामफाले। अब हामी चाहिँ अब चट्ट लाएर भवनमा भेट्नुपर्छ है कहिले त आधी बाटोमा हुन्छु म भन्छु जाने ल है। ल हामी हिँड्दैछौँ ओह्रालो भिरालो उकालो तल्लो बाटो सब बाटो। अब हेर्नुहोस् हामीलाई हामी भनेको यहाँको मानवीय अनुभाव सुन्नुहोस् अचन मत सुन्नुहोस् आयो भेले बेले आयो है बेले 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 भेलेहरू कपाल झरिसकेको छ है। पाल बुढो भइसक्यो बुढो बेले 8 को तेरो 10 को किन 10 100 तेरो तर क्वालिटी 0 आउँछ कि तर 10 100 भए पनि यार कति हल्लिन्छ 10 मा त यार ह्यान्डसम देखियो यार। राति हो कि हल्लेको जुमबाट गर्नु न जुमबाट आइया भने कस्तो चिचल छिटो चिचल गाइस। हामी चाहिँ अब यता पिछुबाटतिर आइसकेको छौँ। घुम्तीमा यता बनकालेहरू आएको छ जङ्गलबाट भागेर होइन त्यही हो साथीहरू। हेर्नुहोस् क्यामेरा पुसौँ है। एउटा बनकाले एउटा घरकाले आए है दुइटै मिलेको ओहो नि कति मजाको। ओ यो चाहिँ युट्युबमा जान्छ है सपोर्ट। उता चाहिँ बनकाले यता घरकाले म चाहिँ पाले च्यात्थ्यो आइ भलक हो के कसम म तै देखेर सक्यो अरू के कुरा काले हग्ना के कुरा बोल्दैन त मेरो भरमा। हेलो गाइस सबैलाई स्वागत छ हाम्रो मिलन भाइको ब्लगमा। यही हो ल खै मिलन भाइको ब्लगमा खै मिलन चाहिँ देखेन पनि हेर मै अगाडिबाट देखिरह भाइ हल्का हल्का देखिरहेको छ। मोबाइल फडाएको भन्दैमा युट्युबर भइदैन हामी जस्तो पुरानो युट्युबरहरूलाई सम्झिनु पर्छ। अब हेलो वेलकम जाती बाटोमा आइसकेको छौँ। अब चाहिँ हामी टक्क भवनमा जाँदैछौँ होइन त्यही नै हो। अब खानपिन खाएर मासु भात खाएर सुनाएको चाहिँ होइन है अब टक्क आउँदैछौँ सबैजना होइन अगाडि सबैजना सबैजना छौँ यता 3-4 जना छौँ यता टक्क ऊ बर्चुली त्यहाँ बर्चुली छ यता उता डाँडा डेप्चुल डाँडा है यो हरियाली वातावरण। हजुरको युट्युब च्यानलको नाम के हो भनिदिनु होला। काप्रे ब्लग काप्रे त्यही हो काप्रे त्यही नै हो ल। तर हाल्दिनुहोस् हाल्दिनँ अरू बेला चाहिँ यस्तो हालिदिएको भला होइन हाल्यो भने तैँले अहिले त अलि एडिट हाल्दै बस्नु म त एडिट हाल्छु म त्यति झापी हालिदिन्छु मलाई। त्यही नै हो ल। अब चाहिँ हामी चट्ट उता गइरहेको छन् अगाडि त्यही हो। सब फाइनल गाइस अब चाहिँ हामी टक्क आउन लागिसकेको छौँ। पसल पनि आउनु हामी बस्ने भवन चाहिँ उठ्यो है उठ्यो हरियो क्वालिटी लास्ट लो भएको छ किनभने घाम लागेको छ नि त चर्को त्यही भएर पनि होला। अब चाहिँ हामी चट्ट लाएर हामी चाहिँ अब त्यो गेम खेल्न जाँदैछौँ। अब अरूहरू आउँदै हुनुहुन्छ होइन त्यही नै दाइहरू सबैजना हुनुहुन्छ होइन त्यही हो। यताबाट चाहिँ ओ नारायणी पनि देखिन्छ है बगेको। अनि यता हाम्रो अहिलेको चमत्कार होनार अभिषेक भाइ होनार विष्णु निकनेम चाहिँ भेटे है लडाई असुनम न के रे यो चाहिँ अस्ति राहुल दाइले फुटालेको पागल भलक हो कि। अब चाहिँ हामी चट्ट घुम्तीमा आएर पनि अब टक्क अब फ्रेस हुन्छौँ त्यही नै हो साथीहरू होइन त्यही हो। यता चाहिँ भेटे हुनुहुन्छ होइन भेटे आइ भनिदिउँ न मेरो भ्लगलाई सब्सक्राइब सबैलाई माया छ भनिदिउँ। यता अभिषेकको सिसी ब्याग हेरौँ न
खै हेर सिसी ब्याग कहिले देखाउँ त ल खै देखाउन खै देखाउन तपाईँले देखाउनु त देखाउनु मेरो हेर्नु न ल यता विष्णु गए ऊ विष्णु है यता यता ल बडी बसी देखाउँछु म तिमी ओ यो डरलाग्दो हो नि कस्तो आयो त सरोज बढ्देवा सन्जु तेरो त्यो सिसी ब्याग देखानु है यारै दे बुढी हो क्या छैन अब के गर्नु अब कर छैन भनेको यही यता चाहिँ नारायणीहरू छ है बगिरह सबै यता पोलहरू छ होइन त्यही नै हो गाछ पाँच चाहिएमा यता सम्पर्क आनामा है त्यही नै हो बल खेल्ने बेलामा मात्र है भन्नु यहाँ चाहिँ धारा छ हामी बस्ने रुम चाहिँ यही नै हो लोकेडा त्यही नै हो अब हामी चाहिँ टक्क रुमभित्र गएर भेट्नेछौँ हो कि भन्दै रुम गएर भेट्नेछौँ अब अलिकति पानी हाल्नुपर्छ किनभने यहाँ तिर्खा लाहा नि त त्यही नै हो अब यहाँ चाहिँ पसल छ किनभने पसलमा जान्छौँ न त हामी केही नै कारबाही हुन्छ त्यही साथीहरूको साथीहरूलाई कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला है